वेलकम ब्याक टु माई च्यानल गाइज। अब म चाहिँ आज मुकब्याङ बनाउने सोचमा छु, त्यही भएर बिग मार्ट गएर यसो केही लिएर आउँ कि भनेर है। अब जाऊँ अनि के छ हेरौँ। अनि नुडल्स चाहिँ ल्याउने विचार छ, रामेन चाहिँ के मन पर्छ त्यसको गाइज। Where the neon glows, every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes to the exaggerate. यति प्याक भयो कि स्कुटी नै हटाउनु पऱ्यो यार। मैले स्टार्ट नभएर फेरि कस्तो ल्याङ भएको क्या। हेलो दुलारी। हेलो। आज बेसी लाँदैछु यहाँबाट है। मेरो सपिङ चाहिँ सक्यो होइन। अब हामी घर जाने हो होइन, बनाएर खाने हो। मैले चाहिँ अब के भन्दा अघि चिकन नगेट्स होइन, अनि के हो स्प्यागेटी हो कि स्यापागेटी हो यो होइन। मैले चाहिँ यो उसमा हेरेको थिएँ क्या, टिकटकमा देखाएको थिएँ अनि ट्राई गर्न लगाएको थिएँ। अनि ट्राई गरेको छैन, दिस इज माई फर्स्ट टाइम होइन। मैले चाहिँ बुलडग के अरे बुलडगै खाइरहेको थिएँ, बुलडगै भन्छ होला, त्यही खाइरहेको थिएँ अहिलेसम्म। यो चाहिँ मेरो फर्स्ट टाइम हो, स्यापागेटी खाने चाहिँ मेरो फर्स्ट टाइम हो है। अनि एउटा अन्डा चिकन नगेट्स है। म अघि चटपटे खायो भएर धेरै खानै सक्दिनँ, त्यही भएर ब्रेड चिकन। यस्तो खालको सस हुँदो रहेछ है। वाट इज दिस है? ए सिसनिङ ओइल रहेछ यो चाहिँ। खाएँ है त, यो चाहिँ एकदमै छिटो जमिहाल्दो रहेछ नुडल्स। Spicy. मलाई चाहिँ बुलडगकै सिमिलर लाग्यो, त्यस्तो फरक चाहिँ मलाई थाहा पाएन। मलाई चाहिँ दुइटैको टेस्ट चाहिँ एकदमै सिमिलर लागिरहेको है। त्योभन्दा बुलडगभन्दा चाहिँ हल्का स्पाइस कम होला जस्तो लाग्यो यसमा। चिकन नगेट्स चाहिँ दामी नै छ, एकदमै मिठो लाग्यो। Chocolate milkshake. This is my favorite one.
बिग मार्टमा चाहिँ दुईवटा फ्लेभर थियो, एउटा चाहिँ नन स्पाइसी र स्पाइसी वान। अनि मैले चाहिँ स्पाइसी लिएर आएको। मेरो मुकब्याङ चाहिँ फिनिस भइसकेको छ। अलिकति चाहिँ रह्यो नै। हजुरहरूले मैले के को मुकब्याङ बनाएको हेर्न चाहनुहुन्छ रिकमेन्ड गर्नुहोला कमेन्टमा गएर। थ्याङ्क यू सो मच फर वाचिङ।